हेलो एभ्रिवान, तपाईहरु सबैजनालाई फेरि पनि मेरो भिडियोमा स्वागत छ। र आज चाहिँ म एकदमै धेरै खुसी छु किनकि मेरो आज वान अफ द मेरो बेस्ट विश लिस्ट चाहिँ आज पुरा हुँदैछ। किनकि म आज मर्दी ट्रेक जाँदै छु। मौसम चाहिँ त्यस्तो खुले छैन आज, अब भोलि कस्तो हुन्छ थाहा छैन। चाहिँ कहिले माछापुच्छ्रेमा हिउँ पर्छ र अनि मर्दी जाने भनेर वेट गर्दै थियौं। फाइनल्ली माछापुच्छ्रेतिर हिउँ परेको छ राम्रो, त्यही भएर आज चाहिँ हामी जाने प्लान गर्दैछौँ। म र डाक्टर एमा दुईजना मात्र जाँदैछौँ। अहिले चाहिँ मैले यो स्कुटर लामाचौरमा राखेर त्यहाँबाट चाहिँ हामीलाई जिप लिन आउँछ अनि हामी चाहिँ जिपमा जान्छौँ सिदिङसम्म। त्यहाँबाट चाहिँ हाम्रो ट्रेक सुरु हुन्छ अनि हामी आज भ्यायो भने चाहिँ बादल डाँडा नत्र भने चाहिँ लो क्याम्पसम्म चाहिँ आज हामी पुगेर बस्नेछौँ। मेरो स्कुटर चाहिँ उहाँको घरमा राखेर हामीलाई चाहिँ गाडी लिन आइसक्यो। अगाडि बस्ने हामी चाहिँ सिदिङ आइसक्यौँ। हामी चाहिँ अहिले यो रन्जो भन्ने ठाउँमा आयौँ। सिदिङबाट एकदम उकालो चढेर मौसम पनि यस्तो छ। आज चाहिँ हामी बादल डाँडामा बस्न जान्छौँ। हामी चाहिँ अब यहाँ चिया खाएर फेरि उकालो लाग्छौँ। बाई बाई। हामी चाहिँ अहिले यो के टकाइची भन्ने ठाउँमा आइसक्यौँ। मौसम अझै पनि त्यस्तै छ। लो क्याम्पमा आइपुग्यौँ। सिदिङबाट चाहिँ ठ्याक्क 3.5 घन्टामा चाहिँ हामी यहाँ आइपुग्यौँ। अब यहाँ हामी केही खान्छौँ, भोक त लागेको छैन तर पनि चिया कफी के पाउँछ त्यो खासै थकाइ त लागे छैन। पुगिन्छ होला आज माथिसम्म। लो क्याम्पमा चिया खाएर अब हामी बादल डाँडातर्फ जाँदैछौँ। अहिले हामी 2970 मिटरको हाइटमा छौँ। अब चाहिँ हामी खाना बादल डाँडा गएर खाने, त्यसपछि हाई क्याम्प। वेदर चाहिँ यस्तो भयो आज, सिट भयो किनकि हामी यो बाटोमा पुरै माछापुच्छ्रे रेन्ज अन्नपूर्ण रेन्ज हेर्दै जान सकिन्थ्यो रे, तर आज यस्तो भयो। बादल डाँडा आइपुग्न लाग्यौँ। मर्दी ट्रेकमा चाहिँ के भयो भन्दा लो क्याम्प छ, हाई क्याम्प छ, फेरि लो बादल डाँडा छ, फेरि हाई बादल डाँडा छ। अब हामी चाहिँ हाई बादल डाँडामा गएर खाना खाने, भोक लाग्यो। राम्रो हिमाल हेर्दै जाने बाटो रहेछ, तर हामी आज यस्तो मौसममा आयौँ तर पनि केही छैन। हामी बादल डाँडामा खाना खान लाग्यो। हामी चाहिँ यो दिन मिलेको भए चाहिँ हाई क्याम्पसम्मै पुग्थ्यौँ, तर मौसमले गर्दा यहीँ बस्यौँ। गाइस, गुड मर्निङ फ्रम बादल डाँडा। खै वेदर खुल्ला खुल्ला जस्तो फिल भयो भित्रभित्र, तर थाहा छैन, हेरौँ आज हामी कतिको लक्की छौँ। माछापुच्छ्रे त्यहाँ देखिँदैछ।
के निर्णय लिएँ भने यत्रो आइसकेपछि अब सबै भ्यू हेरेर जाने। त्यही भएर आज बस्नु पर्यो नि बस्ने, भोलि बस्नु पर्यो नि बस्ने। वेदरमा चाहिँ पर्सि चाहिँ एकदम सन्नी वेदर देखाएको छ। त्यही भएर अब हाम्रो 2-3 दिन यहीँ बास होला जस्तो छ। गाइस हिउँ पर्यो बादल डाँडामा, हेर्नुहोस्। आज हामी दिनभरि यहीँ बस्यौँ, सुत्यौँ, मुभी हेरेँ मैले 2टा। अब आइसकेपछि भ्यू हेरेरै जाने भनेर हामी चाहिँ बस्दियौँ। अहिले चाहिँ हल्का स्नो आइरहेछ। आई होप यो यस्तो धेरै बढो स्नो चाहिँ। गुड मर्निङ अगेन फ्रम बादल डाँडा। आज चाहिँ भ्यू लगभग 70% चाहिँ खुल्यो। घाम पनि आथ्यो, फेरि कालो बादलले छेकिदियो, तर एकछिनमा हुन्छ होला। ओ भ्यू चाहिँ यस्तो छ। अब हामी चाहिँ थोरै चिया खाएर त्यसपछि माथि हाइक्याम्प जान्छौँ। भ्यू देख्यो भने चाहिँ हेरेर फर्किन्छौँ, नभए चाहिँ आज हाइक्याम्पमा बसेर भोलि बिहान चाहिँ राम्रो छ वेदर, अनि भोलि बिहान चाहिँ भ्यू हेरेर हामी सिधै पोखरा पुग्छौँ। यहाँ देख्न सक्नुहुन्छ फिस्टेल माछापुच्छ्रे खुल्दैछ बिस्तारै। अनि यता चाहिँ अन्नपूर्ण रेन्ज, त्यहाँ छ पोखरा। कस्तो लाग्यो भ्यू? फुल मेकअप का साथ हो क्या? घामले चाहिँ बादलहरू उछिनेर छिनेर हटाएर बाहिर आउँदैछ बिस्तारै। अब यस्तै भ्यू भए पनि म चाहिँ चेन्ज गर्न गएँ, मेकअप गर्न गएँ गाइस। त्यसपछि फेरि भेटौँला। हामी चाहिँ नर्मल्ली केटीहरूले गर्ने चटक नाटक मेकअप गरेर आइसक्यौँ। अब फोटो भिडियो लिने भनेको फेरि भ्यू त्यस्तै भयो। हामी चाहिँ अस्ति आएर होटल 360 बादल डाँडामा बस्यौँ। यहाँ एकदम राम्रो छ सर्भिस, महँगो छ महँगो। तपाईँहरू आउने प्लानिङ गर्दै हुनुहुन्छ भने चाहिँ ड्राई फुडहरू लिएर आउनु होला। मर्दै आउँदाखेरि चाहिँ हामीले ल्याएनौँ। अनि यदि तपाईँहरू सोलो ट्रेक गर्न चाहनुहुन्छ भने मर्दी चाहिँ एकदम राम्रो डेस्टिनेसन हो। त्यही भएर तपाईँहरू आउनु होला। हामी चाहिँ अब बादल डाँडाबाट हाइक्याम्प जाने बाटो जाँदैछौँ। वेदर चाहिँ फेरि बन्द हुँदैछ। अब आज वेदर खुल्यो भने चाहिँ हामी फर्किन्छौँ फेरि तल नै, नत्र भने चाहिँ आज हाइक्याम्प बसेर भोलि बिहान भ्यू पोइन्ट गएर भ्यू हेरेर भोलि सिधै पोखरा जानेछौँ। गाइस फिस्टेलको खै भ्यू नै खुल्न सकेन। वाइ वाइ यता चाहिँ दामी झन् यो हिउँ परेर खतरा देख्यो क्या। स्नोई फ्लावर। हाई हेलो। आज चाहिँ यो हाम्रो साथी बिस्तारै फिस्टेल देखिँदै छ बल्ल। धेरै कुर्यौँ हामीले उहाँलाई हेर्नलाई। जाम हाम्रो अङ्कल चाहिँ पोखराबाट सामान बेच्न आउनु भएको। सामान सक्यो, सामान सक्यो। अलिअलि छ, मान्छे अलि भेट्न पाएन सबै।
चुप लागेर बसेछन् भित्र। यहाँबाट चाहिँ एबिसीको सबै रुट देखिँदो रहेछ। ऊ त्यहाँनिर छ ब्याम्बो हो कि देउराली हो एक्ज्याक्ट थाहा भएन, तर यो चाहिँ यो सबै रेन्ज चाहिँ अनि एबिसी जाने हो। सब देख्दो रहेछ यहाँबाट। हामी चाहिँ हाई क्याम्प आइसक्यौँ। अब होटल हेर्दैछौँ, एकदम धेरै होटलहरू रहेछ यहाँ चाहिँ अहिले। त्यो भएर होटलहरू हेर्दैछौँ। मौसम फेरि यस्तो भइहाल्यो। हुन्छ, हाम्रो तातो तातो खाना आयो हाई क्याम्पमा। भ्यू छ यस्तो। गाइस हामी चाहिँ खानासाना खायौँ। अब जाँदैछौँ भ्यू पोइन्टतर्फ। घाम हल्का देखियो। यो चस्मा चाहिँ मैले होटलको दाइको मागेर लाएँ, किनकि मैले ल्याउन बिर्सिएको छु। यु क्यान सी माथि निलो आकाश खुल्दैछ। हाम्रो चाहिँ अब एउटै इच्छा के छ भने भ्यू पोइन्टमा पुग्दासम्म भ्यू खुलोस्, भ्यू देख्न पाऊँ। त्यही हो। मलाई चाहिँ हिँड्दा हिँड्दा एकदम तिर्खा लाग्यो, त्यही भएर यो भेटेँ मैले। खुल जा सिमसिम। हामी जानु पर्ने चाहिँ ओ माथि। हामी चाहिँ आइसक्यौँ भ्यू पोइन्ट। अब एकछिन हामी 1-2 घन्टा चाहिँ कुर्छौँ। मौसम विभागले के गर्छ, हामीलाई न्याय गर्नुपर्छ। गाइस फाइनली भ्यू खुल्दैछ। आफ्टर कति घन्टा कुर्यौँ हामी, 2 घन्टा कुरेपछि भ्यू बिस्तारै खुल्दैछ। फाइनली 80% जस्तो खुल्यो। हामी चाहिँ अब हाई क्याम्पतिर झर्दैछौँ। एकदम हावा छ। अब म क्लोज गर्छु। अब हाई क्याम्प गएर रेस्ट गर्छौँ हामी र भोलि बिहानको भ्यू हेरेर सिधै पोखरा पुग्छौँ। ओके, देखिसक्नुभयो लगभग 80% जस्तो भ्यू चाहिँ खुल्यो। हामी चाहिँ त्यतिमै चित्त बुझाएर हेरेर आयौँ। हामी फेरि पनि अब आइपुग्यौँ बादल डाँडा। हिजो अस्ति बसेकै ठाउँमा आज यहाँ बस्छौँ र भोलि एकदम छिटो भ्यू हेरेर पोखरा पुग्छौँ, किनकि हामीलाई काम पनि भेट्नु छ। अब चाहिँ म तपाईँहरूलाई भोलि बिहानको भ्यू देखाउने छु। सी यू भोलि बिहानको मर्निङमा तपाईँहरूलाई स्वागत छ। आज चाहिँ खतरा भ्यू खुल्यो। आज चाहिँ भ्यू खुल्यो। अब हामी हेरेर एकछिनमा पोखराको लागि निस्किन्छौँ। त्यही अब पोखराको लागि हिँडिसक्यो। धेरै मार्दीको सम्झनाहरू लिएर। हामी चाहिँ भर्खरै सिदिङ आइपुग्यौँ। एकदम हतार गरेर डेन्जर छिटो 1.5 घन्टा पनि लागेन होला वहाँबाट आउनलाई। यहाँ आइसक्यौँ। अब चाहिँ कोही सेयरिङमा आउँछ कि मान्छे गाडीको लागि भनेर कुर्दैछौँ। यदि आएन भने चाहिँ अब हामी 2 जना मात्र जाने। त्यही हो, रमाइलो भयो। मर्दी ट्रेक एकदमै सही भयो, दामी भयो।
भ्यूको लागि एक दिन कुर्नु परे पनि जे होस् राम्रो भ्यू देखेर आउन पाएँ। सो थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। अनि अहिलेसम्म हेरेर साथ दिनुभयो, धन्यवाद।